विभिन्न जिम्मेवारी निर्वाह गरिराख्नुभएका थुप्रै अग्रजहरू यहाँ हुनुहुन्छ, यहाँ तल पनि हुनुहुन्छ। सबै मेरो अग्रजहरू, सबै साथीहरू, सबैलाई हार्दिक जय नेपाल। आज यो सम्मेलन मैले सहभागी भएको गाउँ सम्मेलनहरू मध्येको अत्यन्त भव्य सम्मेलन हो भनेर मलाई आफूलाई महसुस भएको छ। यसको भव्यताको कारण भनेको तपाईहरुको यहाँको उपस्थिति। यो मञ्च भन्दा पनि तल जसरी तपाईहरु यो कार्यक्रममा आएर बस्नु भएको छ, धैर्यतापूर्वक समर्पणका साथ र पार्टीप्रतिको एउटा प्रतिबद्धतालाई व्यक्त गर्दै यसले यो कार्यक्रमको यसलाई शानदार कार्यक्रम बनाएको छ। म यहाँ उपस्थित सबैलाई हार्दिक नमन गर्न चाहन्छु। साथै वडाको तल्लो तहमा बसेर काम गरिराख्नुभएका साथीहरू जो यहाँ आज आउनुभएको छ, अग्रजहरू, तपाईहरुलाई मैले नामले नचिनौला, तर मेरो तपाईहरुप्रतिको सम्मान एउटा नामले चिनेको साथीहरूप्रति जति ठुलो सम्मान छ त्यति नै सम्मान तपाईहरुप्रति पनि छ। तपाईहरुको कारणले गर्दा यो पार्टी टिकेको छ, पार्टी जोगिएको छ। हामी मञ्चमा बस्ने त थुप्रै गल्ती गरेका छौँ। अझ योभन्दा पनि काठमाडौँमा पार्टी कार्यालयको सानेपामा जिम्मेवारीमा बस्नेले अझै बढी गल्ती गरेका छौँ। तर यो सबै गल्ती कमजोरीका बावजुद पनि यो पार्टी बाँचेको छ, टिकेको छ भने तपाईहरु जस्तै तल्लो तहमा बसेर काम गरिराख्नुभएका साथीहरू हुनुहुन्छ, आमा समूहमा लागेर काम गर्नुभएका मातृशक्ति हुनुहुन्छ, भूपुहरू हुनुहुन्छ, थुप्रै अरू जिम्मेवारीमा बसेर काम गरिरहेका साथीहरू हुनुहुन्छ। यहाँ तपाईहरु थुप्रैले गर्दा यो पार्टी जोगिएको छ। तपाईहरुप्रति हार्दिक नमन गर्न चाहन्छु। म गएको वर्ष नै यहाँ आउने कुरा भएको, खास विमलजीले मलाई बोलाउनु भएको र म आउँछु नै भनेर पनि भनेको, तर के कारणले गर्दा आउन सकिनँ। विमलजी एउटा कर्मठ युवा पनि र उनको स्वभावले पनि आउँदैन भनेर भन्दै गर्दाखेरि पनि नरिसाइकन फेरि आउनलाई बाध्य बनाउन सक्ने। यो पटक चाहिँ वैशाख 7 गते चाहिँ अघि मेरो कारणले होइन, मेरो अत्यन्त अभिन्न मित्र, तपाईहरुको अत्यन्त प्रिय नेता आदरणीय सहमन्त्री जीवन परियार नभइकन यहाँ आउने कुरा मैले सोच्न पनि सक्ने कुरा हुँदैन थियो। जीवनजीको परीक्षा थियो। जीवनजी हामी सबैको तर्फबाट शुभकामना छ। म अहिले PhD को विद्यार्थी हुनुहुन्छ र केही समय पछाडि हामीले डाक्टर जीवन परियार भन्न पाउँछौँ भन्ने कुराको हामी सबैको तर्फबाट शुभेच्छा पनि म प्रकट गर्न चाहन्छु। र यहाँ आउँदै गर्दाखेरि नेपाली कांग्रेसको एकजना अत्यन्तै कुशल संगठक पनि भन्छु म, र म कांग्रेसभित्रको मात्र होइन, मैले लामो समय सङ्गत गरेको छु। म कांग्रेसको मात्र होइन, नेपालभरि छरिएर बसेका तमाम मुस्लिम समुदायले हाम्रो नेता हो भनेर गौरवका साथ भन्न सक्यो अब्दुल सत्तार। हामीले सँगै जाउँ भनेर भन्यो, उहाँ आइदिनु भयो। आज उहाँको उपस्थिति फेरि कार्यक्रमको शोभा बढेको छ। यहाँको अरू स्थानीय नेताहरू सबैले एके दाई यही क्षेत्रको हुनुहुन्छ, पार्टी सभापतिजी आदरणीय किशोर दाई, पूर्व सभापति कृष्ण केसी प्रकाश दाई, धेरैले थुप्रै कुरा राखिसक्नु भएको छ। वडाका खास गरिकन यहाँका वडाका सभापतिहरूले महत्त्वपूर्ण कुरा उठाउनु भएको छ। मैले थुप्रै कुराहरू मनन गरेको छु। म सबै कुराहरूलाई यहाँ त्यसका मैले त्यसमाथि नै टिप्पणी गरिराख्नु परेन। मैले सिक्ने, सुन्ने कुराहरू, मनन गर्ने कुराहरू भए, केही कुराहरू छन् म राख्छु र म पनि धेरै लामो समय लिन्न। 2062-63 को आन्दोलनपछि भएको पहिलो संविधान सभाको निर्वाचनमा हामी जम्मा 23 सिटमा मात्र चुनाव जित्यौँ। माओवादी सबैभन्दा ठुलो राजनीतिक दल थियो, 1 नम्बर पार्टी। हामी जम्मा 23 सिटमा चुनाव जितेका थियौँ र संविधान सभाको नेताका रूपमा माओवादीले संविधान सभाको नेतृत्व गर्यो। तर माओवादीले देशलाई झन्डै एउटा विखण्डनको सङ्घारमा पुर्यायो। हामी वर्षौंदेखि मिलेर बसेका मानिसहरूका बीचमा जातका नाममा, धर्मका नाममा, व्यापक रूपमा हिजो अस्तिसम्म दाजुभाइ भनेर बसिरहेका मानिसहरूका बीचमा लडाईँ गराउने अवस्थामा पुर्याइयो, बर्बाद हो, सकिन लाग्यो भन्ने अवस्थामा पुर्यायो हामीलाई। त्यो बेलामा गिरिजाप्रसाद कोइराला काङ्ग्रेसको सभापति हुनुहुन्थ्यो। माओवादीको यो उत्तेजनालाई रोक्नुपर्छ भनेर गिरिजाप्रसादले एउटा निर्णय गर्नुभयो र 2 ठाउँ चुनाव हार्नु भएको माधव नेपाललाई नेपाल कम्युनिस्ट पार्टी एमाले हामीभन्दा पनि सानो थियो र काङ्ग्रेसले समर्थन गरेर प्रधानमन्त्री बनाएर माओवादीको उत्तेजनाको त्यो वेगलाई गिरिजाप्रसादले रोक्नुभयो, काङ्ग्रेसले रोक्यो। संविधान सभाले संविधान बनाउन सकेन, दोस्रो पटकको संविधान सभा निर्वाचन गर्नु पर्यो। तर थुप्रै देशहरू जो गृहयुद्धबाट बाहिर निस्किएका थिए, द्वन्द्वबाट बाहिर निस्किएका थिए, छोटो समयमा द्वन्द्व सम्हाल्न नसक्दाखेरि त्योभन्दा पनि भयानक युद्धमा फसेको जो नियति ती देशहरूले बेहोर्नु पर्यो, त्यो नियति बेहोर्नु पर्ने ठाउँबाट गिरिजाप्रसादको नेतृत्वको नेपाली कांग्रेसले नेपाललाई त्यो बेलामा जोगायो।
70 मा नेपाली कांग्रेसको नेता सुशील कोइराला हुनुहुन्थ्यो। त्यो बेलामा हामी ठुलो पार्टीको रूपमा संविधान सभामा गयौँ। हामी र एमाले दुईटा बराबर जस्तै थियौँ। कांग्रेस र एमाले दुईटा मिलेर हामीले सरकार बनाएका थियौँ। संविधान सभाले संविधान बनाउने बेला आयो। संविधान त बन्नलाई संख्या पुग्यो। संविधान पनि हामीले प्रस्ताव गर्यौँ। तर माओवादी साथीहरूले मान्नु भएन र नमानेर उहाँहरूले संविधान सभाको भवनभित्र कुर्सी भाँच्नुभयो, टेबल फोड्नुभयो, माइक भाँच्नुभयो, अर्थात् त्यसको प्रतिरोध गर्नुभयो। त्यो बेलामा कांग्रेस र एमाले हामी सँगै थियौँ अहिलेको जस्तै, र हाम्रो संसदमा संयुक्त बैठक पनि हुन्थ्यो। त्यो संयुक्त बैठकलाई सम्बोधन गर्न सुशील कोइराला र केपी ओली आउनुभएको थियो। अहिलेको प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री ओली बोल्न तेज तरार, मान्छेलाई जुरुको उचाल्न सक्ने। हामी सँगै बसेका थियौँ। हामी सँगै बसेको बेलामा ओलीजीको अहिले पनि म सम्झन्छु, उहाँको अभिव्यक्तिको एउटा अंश जहाँ के भनिराख्नु भएको थियो भने कांग्रेसले खुट्टा नकमाओस्, कांग्रेस लुते हुनुहुन्न, यसपालि सट्टसँग अडिनुपर्छ। यो माओवादीलाई देखाइदिने बेला यही हामीसँग 2/3 छ, हामीले संविधान जारी गर्नुपर्छ। हाम्रो रौँ ठाडो भएको थियो, नेता यस्तो हुनुपर्छ भन्ने लागेको थियो। त्यसपछि बोल्न हाम्रो पार्टी सभापति सुशील कोइराला आउनुभयो। सुशीललाई त्यसै पनि थोरै बोल्ने, सानो स्वरमा बोल्ने, राम्रोसँग नबुझिने, हामीले यसो जोड लगाएर बुझ्यौँ र बुझेको कुरा उहाँले के भन्नुभयो भने यसरी धेरै उत्तेजनामा आएर हुँदैन, सबैलाई मिलाउनुपर्छ भन्नुभयो। फासफुस भयो। हाम्रो नेताले के भनेको होला भन्ने लाग्यो। तर अहिले पछाडि यसो फर्केर हेर्दाखेरि त्यो बेलामा हामीसँग 2/3 छ भन्ने दम्ब राखेर हामीले पेलेर माओवादीलाई अलग बनाएर संविधान जारी गरेको भए संविधान बन्द एकछिन वाहवाही पनि हुन्थ्यो। कांग्रेसको साथीहरूलाई हामीलाई रमाइलो पनि लाग्थ्यो, हाम्रो नेता यस्तो भयो भन्ने पनि लाग्थ्यो। तर देश फेरि भडखालमा उठिसकेको हुन्थ्यो। नेपाली कांग्रेसको नेता सुशील कोइरालाको नेतृत्वमा अस्ति भर्खर हामीले यो जिम्मेवारी निर्वाह गरेर आयौँ। नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवाको पहिलो कार्यकालमा 2074 साल संविधान जारी भयो। तर मधेसको पार्टीहरू चुनावमा भाग लिन आएन। के गर्ने भन्ने भयो। मधेसका थुप्रै साथीहरूले आएर के भन्नुभयो भने छोडिदियो मधेसका पार्टीहरूलाई, अझ खास गरिकन कांग्रेसलाई त छोडिदिनै पर्छ, किनकि मधेसका पार्टीहरू चुनावमा भाग लिन आएनन् भने त्यसको सबभन्दा ठुलो फाइदा कांग्रेसलाई हुन्छ। कांग्रेसले धेरै मेयर जित्छ, वडा अध्यक्ष जित्छ, कति फाइदा हुन्छ कांग्रेसलाई। एमालेको राय त्यही थियो, माओवादीको राय त्यही थियो। तर कांग्रेस मानेन। कांग्रेसको सभापति शेरबहादुर देउवाले मानेनन् र कांग्रेसले कुरेर केही कुरामा झुकेर फकाएर मधेसको दललाई चुनावमा भाग लिन लगायो। अस्ति भर्खर 74 मा उनीहरू आए, हाम्रो सिट लगे। उनीहरू आएको कारणले गर्दा हामी मेयर कम भयो, वडा अध्यक्ष कम भयो। तर चुनावमा मधेसका दलहरू आए। त्यस कारणले गर्दा आज हाम्रो संविधान हामीसँग छ, सबैले संविधान मानेका छन्। मैले यो प्रसङ्गहरू किन कोट्याएँ? मैले कोट्याएको प्रसङ्गमा एउटा कांग्रेसको कार्यकर्ता भएर तपाईले त्यो दिन, मिति, तिथि, त्यसका बेलाका घटनाहरू सम्झनु भयो भने तपाईले कांग्रेसले गरेको जिम्मेवारी सम्झनुहुन्छ, निर्वाह गरेको जिम्मेवारी सम्झनुहुन्छ। कांग्रेस सरकारमा थियो कि थिएन, कांग्रेस ठुलो थियो कि थिएन भन्ने कुरा बिर्सनुहुन्छ। हामी नेपाली कांग्रेसको साथीहरू कहिलेकाहीँ मञ्चमा तल बसेर कुराकानी गर्दाखेरि हामी एकदमै धेरै निर्वाचनको कुरा गर्छौँ। हामी 84 मा निर्वाचन लड्नुपर्ने छ, 84 मा निर्वाचन जित्नुपर्ने छ। निर्वाचन लड्नुपर्ने छैन मैले भनेको होइन। पार्टीले निर्वाचनको बारेमा ध्यान दिनु पर्दैन भन्ने पनि होइन। तर के निर्वाचनै सबै कुरा हो? के निर्वाचनको आधारमा आर्जन गरेको शक्ति नै सबै कुरा हो? होइन। पार्टीको संस्थापक नेता बीपी कोइरालाले यो पार्टी खोल्नु भएको बेलामा जतिखेर कास्कीकै यहीँकै पनि कति मानिसहरूले नेपाली कांग्रेस पार्टी निर्माण गर्ने बेलामा आफूलाई समर्पित गर्नुभएको छ। त्यो बेलामा नेपालमा चुनाव हुन्छ भन्ने कसैलाई पनि थिएन। मन्त्री प्रधानमन्त्री बन्नुला, वडा अध्यक्ष बन्नुला, मेयर बन्नुला, पालिका जिताउला कसैलाई पनि थिएन। 30 वर्षको पञ्चायतको बेलामा पनि थिएन नि। अस्ति माओवादीले मानिसहरू त्यत्र मारेर हाम्रा मानिसहरू मारे। त्यो बेलामा कोही मानिस जो मर्यो त्यो चुनावसँग जोडिएर मरेको होइन नि, त्यो कांग्रेस भएको विचारको आस्थाको कारणले गर्दा मरेको हो नि। यो सबै कुराले के बताएको छ हामीलाई? यो सबै कुराले के बताएको छ भने कांग्रेस चुनावको परिणाम त्योभन्दा धेरै माथि छ, त्योभन्दा धेरै गहिरो छ, त्योभन्दा धेरै व्यापक छ। किन छ? के बताउँछ घटनाहरूले? यी घटनाहरूले के बताउँछ भने नेपाली कांग्रेसका तपाईँ हामी सबै कार्यकर्ताले हर पल एउटा कुरालाई महसुस गर्नुपर्छ। नेपाली कांग्रेस पार्टी राष्ट्रिय पार्टी हो कि होइन छोड्नुहोस्।
काङ्ग्रेस कहिले ठुलो पार्टी हुन्छ कहिले सानो पार्टी हुन्छ छोडो मलाई लाग्छ। सधैँ चुनाव जितिन्छ भन्ने पनि छैन। तर सधैँभरि काङ्ग्रेस के हो, काङ्ग्रेस जन्मिएको बेलादेखि आजसम्म के हो भने काङ्ग्रेस नेपालको राष्ट्रिय शक्ति हो, काङ्ग्रेस नेपालको मूल शक्ति हो, काङ्ग्रेस नेपालको प्रमुख शक्ति हो, काङ्ग्रेस नेपालको एकमात्र कुनै कुनै बेला कहिलेकाहीँ एकमात्र रहने काङ्ग्रेस नेपालको राष्ट्रिय शक्तिको रूपमा काङ्ग्रेस रहँदै आएको छ। राष्ट्रिय शक्ति भनेको के हो? राष्ट्रिय शक्ति भनेको त्यही हो जसले राष्ट्रको अगाडि आउने सबैभन्दा ठुलो समस्यालाई बुझ्छ, त्यो समस्यालाई सम्बोधन गर्ने सङ्कल्प गर्छ र त्यो पुरा गर्ने सामर्थ्य राख्छ। हेर्नुहोस् त 60 सालको बेलामा के थियो? गिरिजाप्रसाद कोइराला धनगढी जानुभएको बेलामा, कैलाली सुदूरपश्चिम जानुभएको बेलामा माओवादीले हाम्रो पार्टीको एकजना साथी मार्यो। गिरिजाप्रसाद धन्ना उडाउन जान चाहनुहुन्थ्यो।